पनि मगर म चाहिँ बिहानै टिका लाएर आइसकेँ किनभने हाम्रो चाहिँ बिहानकै साइडमा टिका लाउन भनेर आत्तिर आएको। यता घाँटीमा नि केही लाउन पाएन, कानमा नि घडी लाउन नि बिर्सेछ। टिका आयो, टिका लायो, अब भ्याइयो। आजको दसैँ सक्यो। अब माउलातिर छैन के अरे, टिका पनि बाङ्गे भएछ हौ मेरो त। अनि सकिहाल्यो हाम्रो दसैँ। बाजे मम्मी बाबाले लगाइसक्नुभयो। बजे उता जान्ला अरे। अब कान्छा बाजेहरू फेरि ढिलो आउने होला न। चाल्ने वेलकम गर। बाबु चाहिँ आउने बित्तिकै सुते। अघि त हेरिरहेको थिएँ मलाई गाडीमा आउँदा त। अनि हिँड्दै आउनु भनेको पानी परेर कत्रो, हिजैदेखि कत्रो पानी परिरह। अहिले पनि बिसाउने पर्ने भए। अनि यस्तो भइरह बाबु सुतिरह। बुबु खाएन, सुतेछ। यसलाई नि आफ्नो घर बोलाएको थियो कि त्यस्तो पानी परेर कसरी जाने, यहाँ आउन त कति गाह्रो बाटो, हामीलाई मुस्किल बाटो। तेर आइयो अघि चाहिँ गर्न भ्याएन, भिडियो गर्नै भ्याएन। अनि अहिले आतुरीमा गरेँ, टिका लगाएर भ्याएपछि बल्ल यहाँ कानमा चेन्ज गर्न भनेको बिर्सेछ, भ्याएन। बाबालाई अप्नाउनु भयो। अनि यहाँ घाँटीमा नि खाली भएछ आज त, हातमा नि केही लगाएन। घडीसम्म पनि लाउन बिर्सेछ हौ म त। अब अहिले अङ्कलहरूले गर्नुभयो होला। अघि कलर बिहान भएको थिएन नि त। अनि त्यही भएर बाबा मम्मीपछि हामीले लगाएँ। क्लियर पनि आएन त्यो पछाडिको चाहिँ। दसैँ जस्तो नि होइन, पुरानो जमानाको दसैँ जस्तो छ। त्यो भएर बिहान बिहानै लगाएको टिन फर्या क्या लगाउने नि टिन फर्या दुईटा हातले हो। टिन फर्या आशीर्वाद पनि दिन्न। त्यो बाहिरको उसले गर्दा क्लियरै आएन कि तँले। म त तेरो फोटो चाहिँ खिचेन। त्यो भात खुवाइछ बाँचेन बिचराको।
नानी लिना प्रतिमा ल टीका लाउन आऊ बाबालाई पालो नङ आज स्कुल गएर तिम्रो आउ त पहिला फेरि त्यही हो के यस्तो पालो गर्थ्यो पहिला ठुलो बाटो सानो हुँदै लाउँदै जानु पर्थ्यो अनि भ्याउनु नि त भ्याउनु भएन भने अब बाबा मम्मीले लानु भएन अनि त्यसपछि दिदीले अनि मैले भाइ आएन त्यो उठेछु अनि त्यसपछि म पछि पट्टीमा लगाएँ अनि सानो बहिनी लगाएँ अब अनि त्यसपछि फेरि ठुल्ठुलो बाटो अनि त्यस्तै अरू बेला त हामी बाजेले सधैँ लाउनुहुन्थ्यो योपालि त बाजेलाई टिक्को लगाइदिनु मान्छे कोही छैन अरे सुन्नु लागेको भन्दा चाहिँ कता आएको तिमी कता आएको तिमी कता हो मम कहाँ आएको मम कहाँ आएको तिमी मामा घर आएको खै त सुशान्त ओ मम्मी सानो मम्मी ओ सानो मम्मी यो मेरी सासूलाई कोसेली कान्छी पहिला कालो भिडियो उस गर अनि कालो भिडियो कहाँबाट गराउने म त बिर्सेँ मुख धोएन कहिले धुने अब राम्रो हुन पऱ्यो नि हेर त त्यहाँ पाहुनाहरू आउँछ हाँस्छ तिमीलाई यहाँ गालाको यसो गर अनि कहीँ यो लिएर आऊ नयाँ लुगा लिएर आऊ मैले कोरिदिन्छु के उस के भयो उसलाई के भयो पिङ्की ओ पिङ्की पोइ पिक्ले पो पिङ्की घर जाने भनेको त ठुलो झरी परेर हिजो देख्यो न घर आऊ त्यसमा टिका लाउन आऊ भनेको त खै अहिले त बल्ल राम्रो देख्यो भाइ उज्यालो आएको त मेरो जहिले नि टिका फेरि दसैँमा यस्तै हुन्छ छड्के हुन्छ तिम्रो मुची नक्कल पार्ने गरे तिम्रो मुचीले सानो मुसीले नक्कल पार्ने गरे मुसी नक्कल पारे के त ओ तिम्रो सानो मुसी ओ नक्कल पारे के त मुसीले ऊ के हो मामु नाच्ने गरे तिम्रो तरुनी नाच्ने गरे मामु त होइन अब तरुनी भइसक्यो गरे के तिमी आफै ठुलो हुने गरे तरुनी भइसक्यो गरे मामु त अब बाबुलाई त आन्टीसँग छोड्ने गरे मामु तरुनी बाबुलाई आन्टीसँग पुपु खाउँदा मात्रै गरे माथिको चाहिँ हाम्रो पुरानो घर हो अनि त्यहाँ पुरै भट्किरह्यो नि त अनि अब हामी चाहिँ यता सिफ्टिङ गरेको यहाँ माथिबाट हेर्दा चाहिँ यो फर्स्ट फ्लोर झैँ देखिन्छ तर रुमहरू त तल नि त अनि अहिले चाहिँ त्यही तलै हो अनि यहाँ चाहिँ पछि सक्दो अनि ऊ त्यो माथि छ नि माथि कहाँ मेरो त्यो यतापट्टिको त्यो झ्याल देखेछ नि त्यही माथि रुममा हामी सुत्थ्यो अनि हामी सबै तिनैजना त्यहीँ जन्मिएको हामी सबै त्यही भएर जन्मेको हामी चाहिँ त्यो रातो पछाडि देखेछ नि सबसे यतापट्टिको झ्यालमा त्यही माथिल्लो तलमा हामी सुत्थ्यो अनि त्यहीँ हामी सबै तिनैजना जन्मेको यो चाहिँ गाडीको बाटो हो अब गाडीको बाटो चाहिँ माथि घरबाट ल्याउँछ होला सायद अनि घर चाहिँ यता सिफ्टिङ गरेको बेला 10 कति बजे छ अब बेला जाइन बिहानै टिका लाएर खाना पनि खाइसक्यो अब टाउको दुखेछ हुन्छ कि अब बनाएपछि अनि बाबु नु गरेछ यहाँ बाबुलाई
टिका नलाएको पुरै हाटाभरि टिका लुगाभरि टिका बाबुको टिका टिका भएछ। अमिलो खाना पाए भन्थ्यो टाउको दुखेछ। मम्मी बाबाले खाना खाएपछि अनि जाने उता सक्यो। अब त हामी दसैँ त सक्यो कतै जाने अरूले त लाउनै होला न टिका यति बेलासम्म त। हामी त टिका लाएर नि खाइबे। जहिले नि बाङ्गे हुन्छ भाइ मेरो टिका दसैँमा कहिले सिधा पर्दैन। यतापट्टि लगाइदिएछ त मलाई त यहाँ सेतो लाउन मन लाग्थ्यो। छ त्यहाँ सेतो टिका पनि यहाँ माथि सेतो राखिदिउनु कति राम्रो देखिन्छ। थपेर अनि पैसा पनि थपेर दसैँ आज थप्दैन अब टिका थपे माथि उपलब्धि गरेछ उपलब्धि पहिला ए यो बच्चा भैयाहरूलाई सधैँ ढिलो गर्छ ढिलो लाउँछ भन्थ्यो। योपालि त हामी सबसे चाँडै लगाइसके टिका लाएर अनि पाहुनाहरू नि आउनु भएको थियो बजीहरू 2 बजे। हामी पहिला बजीहरूलाई लिनु दिएँ अनि त्यसपछि हामीले खाइसके। बाबा मम्मीले खाना बाँकी छ दिदीलाई फेरि खाना नि त तेर उठे कुखुरा लिन गएर नि पकाएर दिने। अरूले त नुहाउँदैछ भन्थ्यो मम्मीले अरू मान्छेहरूले 11:30 लाउने होला। हामी त लगाएर खाइसक्यौँ। म चाहिँ यहाँ बाबुले कोरिरहेको बाबु सुतेछ अहिले छ अनि म चाहिँ यहीँ बसिरहेको। अब पाहुनाहरू 2जना बजेर आउनुभएको थियो खाएर जानुभएछ। माथि घरको बाजेहरू नि आउनुभएको थियो 5 बजे पुग्नु आउनुभएको थियो आएर नि जानुभयो। अरू पाहुनाहरू कति बेला आउँछ खोइ थाहा भएन। अनि हामी पनि बाबा मम्मी दिदीले खाना खाना हो अनि त्यसपछि जाने होला। अनि मम्मी बाबाहरू त माइत माउला जानुपर्छ नि त। टिका त छैन बाजेहरू त यहाँ बस्नुहुन्न त्यही इन्डियातिरै बस्नुहुन्छ। अनि तैपनि जानुहुन्छ 5 बजेको घर। अनि अनुहारमा पालिस लगाएको कस्तो भाटे लटपटिरहेको थियो पुसिरहेको थियो। बाबु उठिहाले पिक्लिक उठिहाले। कहाँ जाने पिक्लिक मामु खाँदै हो बल्ल मामुले हामी त उता डुली जाने है बाहिर डुली गयो भने हजुर सुत्नुहुन्छ नि त है बाहिर डुली जाने है हामी त है छानु है डुली जाने है हामी त है। हजुर नुनु गर्छ नि त हजुरको मामा घर हेर्न पऱ्यो नि त है हजुरको मामा घर हेर्न पऱ्यो नि है हामी डुली जाने है। हामी सबै फोटो खिचेर अब जाने आफ्नो ठाउँमा लाग्ने गरे फोटो खिचेर। कालु त हेर कालु लौ आऊ आन्टीसँग जाऊ कि मम्मीसँग जान्छ। यो चाहिँ हाम्रो फ्यामिलीहरू एकैचोटि झरेछ। यो गरे हाम्रो पक्का दसैँ फुल। हामी चाहिँ माथि घर आयो। पहिला जिजु बाजे बाबा यहीँ आउनु पर्छ टिका लाउन हामी यहीँ आउँथ्यौँ। यहाँ कति धेरै यो गरे दसैँ फुल है पक्का। हामीले चाहिँ यस्तो बुकमा ताँस्थ्यो पहिला छ्याप गरेर कति धेरै यता अरू बुझीहरूको उता गाडी उस गर्ने के अरे ब्याक गर्ने ठाउँ छैन त्यही भएर कति शीतल हो भाइ यता त। रातो मात्रै भएछ क्या मेरो टिका सब झरेछ अक्षता जति झरेछ लिनाको चाहिँ रातो मात्रै भएछ। अब त जाने हामी चाहिँ माथि घर यहाँ कान्छा बाजेहरूको घर पहिला हामी टिका लाउन यहाँ घर अघि अनि पहिला टिका लाउन आउने। अहिले चाहिँ
आऊ बोलेर जाने रहेछ त बाबुले त अगाडि अगाडि ऊ बोलेर जाने रहेछ त बाबुले त बाबु बाबु कति राम्रो हो गरे फुपूलाई अब माथि अब जाने हामी मम्मीहरू बाहिर जाने माउला जाने अब जाने हामी जाने यहाँ मम्मीले दिनुभयो अब जान पर्यो कति बज्यो अँध्यारो भइसकेछ अँध्यारै मैले चाहिँ टिका नि धोइसकेँ पुरै अक्सिटा झरिसकेर नि त अनि म अबिर मात्रै थियो अनि त्यही भएर धोइसकेँ अब बाख्रालाई घाँस दिन पर्यो मम्मीहरू त्यहाँ जानुभयो भाटा छ गरे पकाउनु पर्दैन क्या हो मम्मीहरू माइत जानु अनि जानुभएको यो बक्दैन यही दिन होइन ल हो घाँस खाइ अब मासु भुट्न पर्ला मलाई कस्तो गरा मासु खान नि मन लागेन के गरा यस्तै हुन्छ हौ मलाई खाना त मैले धेरै खान्न नि त आज दही खाएको भए केही नहुने रहेछ दही त खाइएन अनि त्यही भएर कस्तो भए बक्दैन छोएपछि गनाउँछ अँध्यारो भइसक्यो अमिलो खाना भन्थ्यो दही ल्याउनु बिर्सेछ घरबाट अनि दही ल्याएको भए त मैले सक्थ्यो एउटै टुर्न सक्थ्यो पहिला कति धेरै खान्थेँ पुग्छिन अचल सक्दैन खाना नि कोही छैन नि त खाने पनि त दिदीले खानुहुन्न सुसानले खान्छ कि खानु थाहै होइन म चाहिँ अब साह्रै अँध्यारो भयो त हौ कति बज्यो 7 बजे खाना होला 6 कति बज्यो अचल त उसो के भन्छ अरे रात लामो भयो तेरो कुटी चढ्दै अँध्यारो हुन्छ अब भिडियो गर्न पर्यो भनेर हल्का बनाइदिएको अघि माथि गएर जाँदाखेरि यता बनाउन आन्थ्यो हाम्रो गाउँ यस्तो गरेर भिडियो म त्यसको उल्टी साइड पऱ्यो नि त अनि त्यही भएर बनाएन मोटा छु क्या हो म त लास्टै चाहिँ मोटा जस्तो छ यहाँ पछाडि जमरा पनि रहेछ यो जमराको सुकाएर राख्यो भने दबाई हुन्छ भन्थ्यो अब मेरो दसैँको भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया